हेलो साथीहरू, तपाईहरुलाई हाम्रो यस नयाँ भिडियोमा स्वागत छ। अनि आजको हाम्रो रेसिपी रहेको छ गेडागुडीको साथसाथै हाम्रो चिकन अनि हाल्ने रहेको छ। अनि यस रेसिपीहरुलाई हेरेर अनि तपाईहरुले हाम्रो यो भिडियोलाई हेरेर तपाईहरुलाई हेल्पफुल हुनेछ भनिकन हामी विश्वास गर्दछौं। र तपाईहरु कहाँ कताबाट हेर्दै हुनुहुन्छ हाम्रो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला है त साथीहरु। अब भने हामी हाम्रो भिडियोलाई सुरु गर्ने छौं। अगाडि खोर्सानी अनि त्यसपछि हामी जिरा हाल्ने छौं। अब यो दुईटालाई हामी मज्जाले पिन्ने छौं। अनि सिलौटामा पिनेको चाहिँ अझ राम्रो टेस्ट हुन्छ। सो कारणले गर्दा चाहिँ हाम्रो स्वादको लागि पनि अनि सिलौटामा हामी यसलाई मज्जाले पिन्ने छौं। अनि यस सँगसँगै हामी यसमा लसुन पनि हाल्ने छौं। अनि लसुनलाई पनि पिन्ने छौं। र देख्न सक्नुहुन्छ हामीले सिलौटामा लसुन अनि पिनिसकेका छौं। र हाम्रो यो रहेको छ गेडागुडी जुन चाहिँ हामीले बोइल गरिसकेका छौं। अब भने तपाईहरुलाई देखाउँछु यो चाहिँ रहेको छ चिकन। अब हाम्रो कराई रेडी भइसकेको छ। अब हामी यसमा तेल हाल्ने छौं। तेल हालेपछि हामी यसमा मेथी पनि पड्काउने छौं। मेथी पड्काको अझ टेस्टी हुन्छ। अब भने हामी यसमा चिकन हालेर छोप्ने छौं। अनि नभए तेल यताउता उफ्रिन्छ। अब यसलाई हामी ढक्कन हटाएर मज्जाले चलाउने छौं चिकनलाई। यस देख्न सक्नुहुन्छ यसको कलर अलि चेन्ज भइसकेको छ। अनि पानी निस्किदैछ। यसलाई पानीलाई सुक्न दिने छौं हामी केही बेर। अनि प्याज हाल्ने छौं। प्याज हालेर फेरि हामी यसलाई चलाउने छौं। अब हामी यसमा केही गोलभेडाहरू काट्ने छौं। एकैछिन अनि गोलभेडाहरू मज्जाले साइडमा काटेर राख्ने छौं। अहिले हाल्न सजिलो हुन्छ। सो कारणले हाम्रो इन्ग्रेडिएन्टहरू हामी तयार गर्ने छौं साथीहरू। अनि अब भने हामी यसमा धनिया पनि काट्ने छौं। अनि धनिया पनि स्वादको लागि चाहिँ अझ धनिया पनि हामीले युज गर्नुपर्ने हुन्छ। अझ धनिया अनि साथसाथै तपाईहरुसँग प्याजहरू छ भने प्याजहरू हरियो प्याजहरू तपाईहरुले हाल्न सक्नुहुन्छ। र हामीले हालेका छौं यहाँ चाहिँ बेसार हाल्ने छौं। बेसार हालेर अब हामी यसलाई फेरि चलाउने छौं एकैछिन साथीहरू। हाम्रो भिडियो कस्तो लाग्दैछ तपाईहरुले अनि कमेन्ट गर्नु होला। हाम्रो भिडियोहरू मन पर्छ भने तपाईहरुले लाइक अनि कमेन्ट अनि शेयर गर्न नभुल्नु होला है त साथीहरू। एकैछिन चलाइसकेपछि अब हामीले अघि पिनेका सिलौटामा पिनेको लसुन अनि जिरा खोर्सानीलाई हामी हालेर मज्जाले यसलाई चलाउने छौं। चलाइसकेको बादमा हामी गोलभेडा पनि यसमा हाल्ने छौं। अनि गोलभेडा हालिसकेपछि अझ यसलाई चलाउने छौं। मज्जाले चलाउने छौं साथीहरू। यसलाई अझ केही बेरसम्म हामी यसलाई चलाइ नै राख्ने छौं। हामी यसलाई एकछिन छोडेर यसमा अब नुन हाल्ने छौं। नुन चाहिँ किन हालेको हो भन्दाखेरि गोलभेडा गल्नको लागि साथसाथै अहिलेबाट नुन हाल्यो भने चाहिँ मज्जाले यसमा लागिसकेको हुन्छ है। त्यही कारणले हामीले यसमा नुन पनि मिक्स गरिसकेका छौं। अब यसलाई हामी एकछिन केही बेर छोप्ने छौं। छोपेर फेरि एकछिन पछि फेरि यसलाई चलाउने छौं। देख्न सक्नुहुन्छ अघि भन्दा चाहिँ गोलभेडा गलिसकेको छ। अनि अब यसमा हामी अझ यसलाई मज्जाले चलाएर अब यसमा हामी धनिया हाल्ने छौं। धनियाले चाहिँ साथीहरू स्वादको साथसाथै यसलाई चाहिँ सजावटको रूपमा पनि हामी देख्न सक्छौं। धनियालाई चाहिँ अब यसलाई धनियालाई पनि हामी मज्जाले चलाउने छौं। अनि यसलाई चलाइसकेपछि चाहिँ हामी एकछिन अब भने चाहिँ हामी यसमा
गेडागुडी अघिको गेडागुडी हाल्नेछौँ किनभने चिकन चाहिँ मजाले फ्राई भइसकेको छ अनि सोही कारणले गर्दा चाहिँ हामीले सबै कुरो हालिसकेपछि चाहिँ पछि चाहिँ हामी यसमा गेडागुडी मिक्स गर्नेछौँ। गेडागुडी मिक्स गरेर अब यसलाई मजाले चलाउनेछौँ अनि तपाईहरुले आफ्नो स्वाद अनुसारले आएर अनि यसलाई मजाले एकछिन उम्लन दिनुपर्छ। ल साथीहरु हाम्रो यो भिडियो कस्तो लाग्छ तपाईहरुलाई कमेन्ट गर्न नभुल्नु होला है। ल साथीहरु देख्न सक्नुहुन्छ मजाले उम्ली पनि सकिएको छ, तरकारी पाकी पनि सकिएको छ। अब भने म तपाईहरुलाई खाएर पनि देखाउने छु कि कतिको मिठो भएछ हाम्रो तरकारी भनेर यसको तपाईहरुलाई चाहिँ म प्रतिक्रिया पनि दिने छु है त साथीहरु। पूर्ण एकपटक भन्न चाहन्छु साथीहरु तपाईहरुलाई हाम्रो यो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला र तपाईहरुले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्रतिक्रियाहरु गर्नु होला है त साथीहरु। यहाँ साथीहरु अब म चाहिँ खाना जाँदै छु र म खाँदै छु अनि त्यसपछि खाइसकेपछि चाहिँ म तपाईहरुलाई प्रतिक्रिया दिँदै छु र राम्रो छ, मिठो मिठो छ है, एकदम स्वादिलो खानेकुरा आज बनेको छ। तपाईहरु पनि यस्तै मिठो राम्रो खानेकुरा खानु होला है त साथीहरु। बाइ बाइ।